हेलो गाइस, वेलकम टु माई न्यू युट्युब च्यानल। सबैजनालाई स्वागत छ मेरो नयाँ युट्युब च्यानलमा है। सबैजनाले खाना खानु भएको छैन होला है, हामीले चाहिँ स्टार्ट गऱ्यौँ है। सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। सबैजनाले मेरो नयाँ युट्युब च्यानल हो होइन, सबैजनाले सब्सक्राइब गरिदिनु होला है, जसको नाम रहेछ कोपिला भट्ट है। अनि आज हामी खान लागिरहेका छौँ है। आज रहेको छ फर्सीको तरकारी, फर्सी र आलुको तरकारी अनि खाना भइहाल्यो है। अनि त्यसपछि कोइरालो र आलुको अचार है, तिलहरू छुपछुप के हालेर बनाएको होइन। अनि त्यसपछि रहेको छ मही चाहिँ मैले अस्तिको भिडियोमा नि भनिहालेको थिएँ है। आलु र पाकेको फर्सीसँग चाहिँ मही मुछेर खान एकदम मिठो हुन्छ है। आज त्यही खाना गइरहेको छौँ। सबैजनाले हेर्नु होला है, सबैजनाले हाम्रो भिडियोलाई मन पराइदिनु होला भन्ने आशाको साथ ल खाना गइरहेछौँ है। मिठो छ होला जस्तो लागिरहेछ है। यो चाहिँ गाउँको फर्सी हो के, मिठो नै होला सायद ल है त। मिठो छ गाइस। यो चाहिँ अचार चाहिएको गरिदिनु ल। अचार टेस्टी ट्राई। मिठो छ गाइस। मिठो फुल्दो रहेछ। पाकेको फर्सी गुल्लै हुन्छ क्या, गुल्लो भएको त मिठो हुन्छ पनि। लास्ट गुल्लो भयो, मिठो पकाउँदै थाहा हुन्छ क्या। लोकल फर्सी चाहिँ होइन, पकाउँदै थाहा हुन्छ क्या। एकदम धेरै भिटामिन पनि हुन्छ पाकेको फर्सीमा, राम्रो हो है खानु। पकाउँदै थाहा हुन्छ, अलिअलि नुन हाल्दै लटाकलुटुक भइहाल्छ क्या। वाउ। महीसँग मात्रै मुछेर खानु पनि मिठो हुन्छ नि, अर्कै टाइपको मिठो हुन्छ है।
अचार अझ गाउँतिरको मही होइन कस्तो मिठो हुन्छ गाउँतिरको मही सप्याक सप्याक गर्दै सबभन्दा मिठो त गाउँकै हो।